नेपालमा अब अहिले यस्तो दुःखद क्षणमा यस्तो पीडादायक क्षणमा हैन अब यस्तो बेलामा चाहिँ सारा देशले हुन्छ नि नेपालमा अब सहयोग गर्न खोजिरहेको छ क्या। तर हाम्रो देशभित्र भएका हुन्छ नि अब यिनीहरूलाई अब के भन्ने भनेको क्या हैन, एयरलाइन्सको भाडा अरू दिनमा भन्दा डबल त्रिबल चाहिँ अब यिनीहरूले बढाइराखेका छन् क्या। यस्तो विषम परिस्थितिमा हुन्छ नि देश रोइरहेको छ, देशको जनताहरूलाई अब कति पीडा छ, कति मान्छेहरू बाटो अवरुद्ध भएको कारणले गर्दाखेरिमा अब बिरामी परिरहेका हुन्छन् हैन। अब एम्बुलेन्सबाट अब फेरि अब देशमा हुन्छ नि अब जहाँ पाए अब त्यही अब राम्रो हस्पिटलहरू पनि छैन, अब चेक गराउनको लागि अब टाढा टाढा अब लिएर जान पर्ने हुन्छ इमर्जेन्सी केसमा हैन। अब यिनीहरूले हुन्छ नि अब यस्तो बेलामा हेर्नुस् त मान्छेहरूले उपचार गर्ने खर्च नभएको बेलामा हुन्छ नि अब एयरलाइन्स प्रयोग गरौँ भनेदेखि अब एयरलाइन्सको भाडा अब यसरी बढाएका छन् कि अब त 10-15 मिनटको बाटोमा हुन्छ नि अब 20-25 मिनटको बाटोमा 15,000 20,000 अब यिनीहरूले लिग्न अब लागिरहेका छन् क्या हैन। अब यिनीहरूलाई के भन्ने, म अहिले कोरियामा छु, दक्षिण कोरियाबाट हुन्छ नि ट्रान्जिट पारेर जाने हो भनेदेखि जाने आउने टिकट अब नेपाली 50,000मा पनि यहाँ अब नपाइने होइन कि आनन्दले पाइन्छ होइन। तर हाम्रो देशभित्र हुन्छ नि 20-25 मिनटको बाटो जानको लागि मात्रै डोमेस्टिक एयरलाइन चढ्दाखेरिमा अब अहिले हुन्छ नि 15,000 20,000 25,000 यिनीहरूले बनाइराखेका छन् भनेदेखि नेपाल सरकारले यिनीहरूलाई तत्काल कारबाही गर्न जरुरी छ क्या हैन। जे मन लाग्यो त्यही झनै सहयोग गर्न पर्ने बेलामा हामीहरू विदेशमा भएको मान्छेले हुन्छ नि राज्यको कोषमा अब सहयोग गर्नुपर्छ। त्यसमा अब अहिले यति बेला हुन्छ नि एकदम विषम परिस्थिति अब आइपरेको छ, यो पीडादायक क्षणमा हामीहरू सबै मिल्नुपर्छ भन्दाखेरिमा यिनीहरू चाहिँ कति बेला अब देशमा आपत आइपरोस् र हामीहरूले लुट्न पाउँछौँ भनेर अब यसरी ढुकेर बसिरहेका हुन्छन् भनेदेखि नि अरू बेलामा पनि फेरि यिनीहरूले हुन्छ नि सस्तोमा दिनु होइन क्या, सधैँ महँगो नै हुन्छ नेपाली एयरलाइन्समा, नेपाली एयरलाइन्स भन्दा पनि डोमेस्टिक एयरलाइन्समा होइन। अब यिनीहरूलाई त यिनीहरूले गरेको कामको चाहिँ कारबाही गर्नै पर्ने हुन्छ क्या होइन। पीडादायक क्षणमा अब सहयोग गर्लान् भन्दाखेरिमा उल्टै हुन्छ नि लुट्नलाई अब यिनीहरू तत्पर भइरहेका छन् भनेदेखि नेपाल सरकार बालेन्दा यिनीहरूलाई चाहिँ छाड्न हुँदैन क्या। सारा विश्वले अब नेपालमा सहयोग गर्न खोजिरहेको छ क्या। वर्ल्ड ब्याङ्कले पनि अब नेपालमा कति अब 25-26 अर्ब सहयोग गर्छु भनेर भनिरहेको छ। भारतको अब प्राइम मिनिस्टर नरेन्द्र मोदीले अब नेपालमा अब जे जति आवश्यक पर्छ अब हामीहरूले अब त्यो सहयोग पठाउँदैछौँ। मेरो अब नेपालको प्राइम मिनिस्टर अब बालेन शाहसँग पनि कुरा भएको छ भनेर नरेन्द्र मोदीले अब फेसबुकमा पनि राखिसकेका छन्। चाइनाले पनि नेपालमा आर्थिक अब जे जति अब सहयोग गर्नुपर्ने हुन्छ गर्छु भनेर भनिरहेको छ। सारा देशहरूले अब अहिले नेपालमा सहयोग गर्न खोजिरहेका छन्। तर हाम्रो देशको हुन्छ नि अब यिनीहरूलाई अब के गर्ने हो होइन। देशमा अब यस्तो विषम परिस्थितिमा अब हुन्छ नि निशुल्क गराउनु पर्ने हो कि होइन। कोरियामा जस्तो सुकै बेलामा पनि हुन्छ नि यहाँको ट्रेन यहाँको रेल भनेको चाहिँ को रेल जहिले पनि घाटामा छ। तर यिनीहरूले अब यसरी अब किन घाटामा चलाइरहेका छन् भन्दाखेरिमा चाहिँ यहाँको जनतालाई चाहिँ अब धेरै असर नपरोस्, यिनीहरूको हुन्छ नि अब दिनचर्यामा चाहिँ अब हामीहरूले भाडा बढाउँदाखेरिमा अब यिनीहरूलाई अब गाह्रो नहोस् भनेर चाहिँ अब यिनीहरूले अब घाटामै अब चलाइरहेका हुन्छन् क्या। तर हाम्रो देशमा अब 1-2 दिन तिमीहरूलाई हुन्छ नि पहिलेकै रेटमा चलाउँदाखेरिमा उडाउँदाखेरिमा के हुन्छ भनेको क्या होइन। अब हामीहरूले बेला मौकामा हुन्छ नि अब इन्डियाको काम छैन चाइनाको काम छैन भनेर भनिरहेका हुन्छौँ नि। छिमेकी देश छिमेकी राष्ट्र अब कति आवश्यक पर्दो रहेछ भन्ने कुरो तपाईँहरूले अब बुझ्नुभयो होला नि होइन। अब बुझ्ने भनेको अब यही पीडादायक क्षणमा अब यही दुःखद क्षणमा